नेपालले खेलिरहेको छ भनेदेखि नेपालको अझै पनि अगाडिको लाइन फिनिसिङ चाहिँ अझै पनि सोचेको जस्तो हुन सकेको छैन। प्राय नेपाल चुक्ने भनेको फिनिसिङमा अलि कमजोरी नै देखिएको छ, नेपालको पुवर फिनिसिङ नै देखिएको छ। भनेदेखि यहाँ नेपाली प्लेयर एन्जिलाले बल यहाँ पास गरेकी छिन्, लङ पास दिएकी छिन् र यहाँ रेणुका नगरकोटीको खुट्टामा बल रहेको छ। रेणुका नगरकोटी राम्रो पास दिएकी छिन्, दिपा साईको खुट्टामा बल। दिपा साई वाट अ वेल पास। एन्ड अब रश्मि कुमार घिसिङ र उहाँको पास यहाँ मिस भएको छ र यसै साथ मिना देउवाको खुट्टामा बल रहेको छ। मिना देउवा राम्रो अलि धेरै नै बढी भयो काट्नलाई र यहाँ अझै पनि त्यति सन्तुष्ट देखिन्न नेपाली कोच। मिना देउवाले हान्न त पास त कटाएकी थिइन् तर अलिक बढी नै काटिएको छ र यसै गरी गोलकिक पाएको छ भुटानले एउटा राम्रो। फेरि नेपाल सरुलिम्बुको खुट्टामा बल रहेको छ। सरुलिम्बुको ब्याक पास रेणुका नगरकोटीले फेरि ब्याक पास दिएकी छिन्। भनेदेखि फेरि भुटानले चाहिँ बल, फेरि नेपालले बल पाएको छ। रेणुका नगरकोटीको खुट्टामा बल, फेरि पनि भुटान गीता राणाको खुट्टामा बल रहेको छ। गीता राणा र अहिले फेरि नेपालको नाइस मुभ बनाउँदै, नाइस मुभ। यहाँनिर आई थिङ्क यो त फल नै हुन पर्छ जहाँसम्म लाग्छ। अलि पुस नै थियो, अलि यो सफ्ट पुस भन्ने चाहिँ थिएन। यो राम्रो अवसर थियो यहाँ नेपालको लागि, राम्रो अवसर। गीता राणा कसको पास थियो त्यो राम्रो थियो तर र फेरि पनि रिप्लेमा हेर्न सकिन्छ हामी। यहाँ एकदम राम्रो अवसर बनाएको थियो, हल्का पुस नै थियो तर अलि फल पनि दिन त सकिन्थ्यो। तर उहाँले भने अब हान्न त खोजेकी थिइन् तर अलिकति दुईजनाका बीचमा पेलिएकी थिइन् उनी र यसैसँग केही छैन। नेपालले फेरि अर्को अवसर बनाउने नै छ भन्ने आशा राखौँ। अहिले फेरि बाहिर पानी परिरहेको छ ठुलै। यसैबीच 69 मिनेटको समाप्त भइसकेको छ। 1 गोलको अग्रता लिइरहेको छ नेपालले। भनेदेखि फेरि नेपालको पक्षमै बल रहेको छ। पूजा राणाको खुट्टामा बल रहेको छ। पूजा राणा यहाँ मिना देउवालाई पास दिन खोज्दै छिन्, यहाँ साथी खोज्दै छिन् अझै उनले। नाइस स्किल, नाइस झुक्काएकी छिन् उहाँले राम्रोसँग। रेणुका नगरकोटीको खुट्टामा बल रहेको छ। रेणुका नगरकोटी अगाडि लाने प्रयासमा, रेणुका नगरकोटीको पास यहाँ लङ पास दिन खोजिन् तर त्यहाँ कोही पनि साथीहरू छैनन्। यहाँनिर सिधै गोलकिपरले चाहिँ बल